मापदण्डभन्दा बाहिर गएर यो घर बनाएको कारणले गर्दाखेरि यति बेला यो ठुलो आलिशान घरमा यति बेला डोजर चलिसकेको अवस्था रहेको छ। दर्शक पनि यति बेला अनामनगर स्थित यो धोबी खोला छेउमा रहेको यो 7-8 तले बिल्डिङ जुन चाहिँ यो सरकारी जग्गामा रहेको भनेर यति बेला बालन सरकारले यो भत्काउनको लागि यसरी यहाँनिर तयारी गरिरहेको अवस्था छ। एकदमै धेरै सुरक्षाकर्मीहरू यति बेला यहाँनिर खटाइएको छ देख्न सक्नुहुन्छ र यहाँको स्थानीयहरू एकदमै धेरै भेला भएको अवस्था छ। त्यस्तै गरिकन यतापट्टि पनि एकदमै धेरै मान्छेहरूको उपस्थिति देख्न सकिन्छ भने त्यहाँ परतिर देखिएको भवनहरू पहिला नै लडाइसकिएको छ, डोजर चलाइसकिएको छ भने आज यतापट्टिको जुन यो रुद्रमती पुलको ठ्याक्कै अपोजिट रहेको यो ठुलो भवन जुन चाहिँ एकजना राई को यो घर हो र उहाँ व्यक्ति चाहिँ श्रम संस्कृति पार्टीसँग पनि जोडिनु भएको भन्ने खालको सामाजिक सञ्जालमा हल्लाहरू आइरहेको छ। यद्यपि हर्क साम्पाङ माननीयज्यूले चाहिँ उहाँ श्रम संस्कृतिको साधारण सदस्य समेत नरहेको कुराहरू पनि जानकारी दिनुभएको छ। बाक्लो सुरक्षाकर्मीको साथमा यसरी आज यहाँनिर डोजर चर्न लागेको छ। दर्शकबिन यो घर देख्न सक्नुहुन्छ एकदमै ठुलो आलिशान घर रहेको छ। यो दर्शकबिन यति बेला अनामनगर रुद्रमती पुलको अवस्था देख्न सक्नुहुन्छ। दर्शक पनि यति बेला बाक्लो सुरक्षाकर्मीको साथमा यसरी यो ठुलो आलिशान बिल्डिङ चाहिँ डोजर चल्न लागेको हो। एकदमै ठुलो सुरक्षाकर्मीहरूको खटाइ देख्न सक्नुहुन्छ। यहाँ विभिन्न नेपाल पुलिस लगायत सशस्त्र प्रहरी बल लगायत महानगर प्रहरी बलहरू पनि खट्नु भएको छ। दर्शकबिन यो आलिशान अनामनगर स्थित रहेको बिल्डिङ यति बेला डोजर चल्न लागेको छ भने यो डोजर चलेको हेर्नको लागि यहाँ मान्छेहरूको पनि एकदमै भिडभाड देखिन्छ। देख्न सक्नुहुन्छ दर्शकबिन अनामनगरको अवस्था यस्तो छ अहिले र अब केही बेरमा यो भवन डोजर चल्नेछ। दर्शक यति बेला यो घरबाट सामानहरू निकाल्ने काम भइरहेको छ। महानगर प्रहरी सायद लगायत नेपाल प्रहरीको सम्पूर्ण व्यक्तिहरू यसरी यो घरबाट सामान निकाल्ने कार्य गरिराख्नु भएको छ र यो घरबाट मान्छे लगायत सामानहरू सबै निकालिसकेपछि यो घरमा डोजर चल्नेवाला छ अबको केही बेरमा। दर्शक देख्न सक्नुहुन्छ यति बेला सामानहरू निकाल्ने कामहरू भइरहेको छ। प्रहरी नेपाल प्रहरी र दुईवटा डोजर यसरी अगाडि आइसकेको छ देख्न सक्नुहुन्छ। यसरी डोजर चाहिँ अगाडि भवनतर्फ आइरहेको छ। अब यो दुईवटा डोजर यो आलिशान 7 तले बिल्डिङमा
चल्नेछ दर्शकबिन। अब केही समय मात्र यो बिल्डिङ रहनेछ दर्शकबिन। यति बेला 2वटा डोजर यहाँनिर आइसकेको अवस्था छ। यति बेला 2वटा डोजर भवनको अगाडिपट्टि आइसकेको छ। अब हेरौँ यो डोजरले कुन तरिकाले यो घर भत्काउने रहेछ। हेर्दाखेरि निकै गाह्रो नै पर्ने जस्तो देखिन्छ यो बिल्डिङलाई डोजर लगाएर भत्काउनको लागि। डोजर चलिसकेको छ यो घरमा। यो 7.5 तलाको आलिसान बिल्डिङमा यति बेला डोजर चल्न सुरु गरिसकेको छ दर्शकबिन। डोजर चलेको अवस्था रहेको छ, देखाइरहेका छौँ। यो ठुलो घरमा यति बेला डोजर चलिसकेको अवस्था छ। सुरु भइसकेको छ बालनको डोजर यति बेला यो घरमा। यो ठुलो आलिसान घरमा यति बेला डोजर चलेको अवस्था रहेको छ दर्शकबिन। देख्न सक्नुहुनेछ यति बेला डोजर चलेको अवस्था रहेको छ। मापदण्डभन्दा बाहिर गएर यो घर बनाएको कारणले गर्दाखेरि यति बेला यो ठुलो आलिसान घरमा यति बेला डोजर चलिसकेको अवस्था रहेको छ। ठुलोले त मार्नै पर्छ त। यो ठुलो घरमा डोजर चलेको अवस्था रहेको छ। मापदण्ड विपरीत यो घर बनेको कारणले गर्दा यहाँ डोजर चलिसकेको अवस्था रहेको छ। स्यालबाट यहाँ सुरुवात गरिएको छ। देख्न सक्छ यो ठुलो बिल्डिङमा डोजर चलिसकेको घर भत्काउन सुरुवात गर्दैछ। देखाइरहेका छन् यो ठुलो आलिसान घरमा एकजना डोजर चलिसकेको अवस्था रहेको छ। मापदण्ड विपरीत बनाएको कारणले गर्दा यति बेला डोजर चलिसकेको घर काउँदै हुनुहुन्छ। ठुलो ठुलो यो आलिसान भत्किँदैछ। दर्शकले यो धोबी खोलाको सुधार्ने गरेको यो संरचना भत्किँदैछ। मापदण्ड विपरीत बनेको कारणले गर्दा यति बेला डोजर चलिरहेको छ।
खोलाको छेउमै बनाएको यो हुकुमवासीले बनाएको घर 7.5 तलाको घरमाथि डोजरले यसरी आक्रमण गरेको छ। आक्रमण पुगेछ 8 तलाहरूको माथि त दुनियाँकै 8 तला गरेको छ। वरिपरि धरहरा हुनको लागि 1 तलाको गयो धरहरा जस्तो घर। फ्यान जस्तो पनि अब घरले सिसा फोडे डोजरले सिसा फोडेपछि त घर त भङ्गै देखियो त खाली देखियो है घर त नाङ्गै देखियो त दर्शकबिन यो घर भत्काउनको लागि डोजरले 1 2 3 4 तलासम्म मात्रै भ्याउँदो रहेछ, बाँकी भ्याइँदैन। अब कसरी भत्काउने, अब हामीलाई चिन्ता लागिरहेको छ। अब हेर्नुहोस् कसरी भत्काउने त डोजरलाई कहाँ उचालेर कसरी भत्काउने, त्यो बुई चढेर हान्नुपर्ने भयो नि। हेर्नुहोस् यो चाहिँ दर्शकबिन यो घरमा डोजरले आक्रमण गरिरहँदा भत्काउन सुरु गरिरहँदा यता छेउछाउतिर यहाँ रमिता हेर्न आउनुभएका दर्शकहरू बडो खुसी देखिनुहुन्छ। दर्शकबिन डोजरले त्यहाँ भत्काउँदै गर्दा हुटिङ पनि चलिरहेको छ यहाँ साइडतिर। अब कसैको कुनै नेपालीको घर भत्किँदाखेरि हुटिङ गर्ने अवस्था आयो। कारण के त भन्दा हुकुमवासीले बनाएको भएर यो प्रसिद्धसम्म देख्न सकिन्छ। हेर्नुहोस् यहाँ हेर्नुहोस् सुरक्षाकर्मी भन्दा बढी पत्रकार भन्दा बढी रमिता हेर्ने मान्छे त्यहाँ। जिन्दगीमा अब सास क्षेत्रमा
आज चाहिँ त्यो घरको चाहिँ रोजगार चलेको त्यही भयो चलिरहेको छ बसिरहेको अवस्था छ लाइन छैन कि हो घरमा मान्छे पनि त्यो तार त के हो यार त्यो तार त पहिला बन्चाउनु पर्छ नि यो तारमाथि अब बिजुली कता के यो त केबलको लाइन वाइफाई पो होइन सबै वाइफाई छ अब यो तारहरू पनि सब भूमिगत बनाउने बेलाको पालन सरकारले होइन पुरो कामले काम हिमालय जोगाउँछ भनेदेखि अब ठुलो नेपाली भनेदेखि दाइहरू महेशपालले बचाउँछ भन्थ्यो होला नि इन्डिया अहिले बच्चा कि पहिला भयो ठुलो मान्छे चिनाएको छ हामीले माथिसम्म लिङ्क छ भन्थ्यो होला यसको लिङ्क रहन्छ कि हो यसको लिङ्क सिक्नेछ भन्नुपर्छ भन्नु आधा माथि खाली गराउनुहोस् तपाईँहरूले हामी सिडिओमा या महानगरमा खाली त कस्तो कहीँ भएको छ उहाँले खालि माइकिङ गरिदिनु भयो अरे के भने मैले यहाँ भने त पटक अब यो के अरे व्यक्तिगत सम्मत यो सरकारी होइन भनेको खतरा चाहिँ पनि नदिएको छ घरको कुरा पूजा चाहिँ मार्फत नाक बेचिएको हो त्यसमा चाहिँ केही जमिनमा घर बनाउनलाई उनीहरूले चाहिँ नक्सा पास गरिदिएछ महाजन नक्सा पास गरिदिएछ त्यसपछि चाहिँ नि ब्याङ्कबाट अब ब्याङ्कले त्यति लोन दिँदैन नि घर निर्माण गर्दा ब्याङ्कबाट पनि लोन दिएछ यी सबै कुरा हुँदै होइन आज किन यस्तो किसिमको पत्ता गराउनु भयो त्यो चाहिँ म आफै अब के गर्नुहुन्छ तपाईँ अब के गर्नुहुन्छ अब के गर्नु तपाईँसँग भेट्छु न्यायदेखि केही गर्ने
व्यवस्थापन भन्ने कुरा अब यो सुकुम्बा साथीहरू धेरै धेरै अब विचलित भइरहेछ होइन त्यसलाई अब अहिलेको सरकारले कसरी म्यानेज गर्नु पर्छ हो कि यसको सरकारले हामी गर्नै छ मालिक स्वामी आस्थालाको मालिक हो समाजसेवी मान्छे यहाँको स्थानीय नेता एउटा सत्तामा सकिन सबै जोस पहुँच भएको मान्छे मालिक हो यहाँको मोबाइल कुन हो यहाँनिर यो मोबाइल पछाडि यो मोबाइल पछाडि मालपोत चाहिँ दिएको छ जातीय छ त्यसमा चाहिँ ब्याङ्क पोस्टले अब ब्याङ्कले के अरे अब क्यामेरा तल क्यामेरा साइड गरिदिउँ न हजुर दुःख गरेर समातेर यहाँ ल्याउनु भएको अहिले कुराहरू हामीले निवेदन पेश गरेर टाइम मागेर कुरा गरिरहेछौँ नबोल्ने भनेर हिजिराउनु भएको त हामी कुरा गरेर बोल्न लाउने कहिलेसम्म हो मिडियाहरूको अन्त्य दर्शकबिन यो हो अनामनगर स्थित रहेको आलिसान 7.5 तले बिल्डिङ। यो बिल्डिङमा डोजर चलिसकेको छ र डोजरले यो घर पुरा रूपमा नष्ट गरेको छैन। यो घरको भर्याङ मात्र यसरी चाहिँ भत्काइएको छ र यो घर यति मात्र भत्काएर चाहिँ यहाँबाट डोजर निस्किसकेको अवस्था छ र यो घरको नक्सा विपरीत यो घरमा माथि 3 तला थपिएको र यो जुन भर्याङ रहेको छ यो भर्याङ मात्र चाहिँ सरकारी जग्गामा पर्ने भएको कारणले गर्दाखेरि यो भर्याङ मात्र यसरी भत्काइएको भन्ने कुराहरू पनि छ। दर्शकबिन अब यो घर पूर्ण रूपमा भत्काइएको छैन। यो घर को भर्याङलाई हटाएर माथिको 3 तलालाई हटाएर यो घरधनीले पुनः उपभोग गर्न पाउने भन्ने कुरा छ। दर्शकबिन ल देख्न सक्नुहुन्छ यस्तो छ यो घरको अवस्था। डोजर लागिसकेपछिको अवस्था चाहिँ यस्तो छ।